एकदम मास्टर डिग्रीका सर्टिफिकेट बोकिराखेका मान्छेले सडक पेटी हुँदाहुँदै किन बिचबाट हिँड्दा हुन्? त्यो सर्टिफिकेटले रोडको पेटी हुँदाहुँदै बिचबाट हिँड्नुपर्छ भन्ने सिकाइदिएन। शिक्षकले भन्नु भएन, आफूले जान्निएन, सर्टिफिकेटले दिएन। अब त्यस्तो नहोस् भन्नको लागि पनि त्यहाँ त्यो इन्जिनियरिङ र एजुकेसन। अब इन्भाइरोमेन्ट, धुलै उड्छ धुवैँ उड्छ, त्यसपछि धुलै उड्ने र धुवा उड्नेमा चाहिँ सवारी चालकले नदेख्ला, बेसकन पानी मुसलधारी पानी आउँदाखेरि पनि त वाइपरले काम नगर्ला। त्यो चाहिँ इन्भाइरोमेन्टल कुराहरू पनि भयो। अहिले हामीले पृथ्वी राजमार्गको विभिन्न ठाउँमा रातिको समयमा क्षति भएको पहिलाको अनुभवले रातिमा चाहिँ त्यहाँ केही गम्भीर अवस्था छ भने जिल्लाको निर्णय गरेर त्यहाँ भन्नुभयो, त्यहाँ सूचना गर्नु भनेका हुन्छौँ। त्यो पनि त्यहाँनिर छ। अब यी सबै कुराहरूलाई स्कुलदेखि नै मसल मेमोरीको रूपमा र सबै स्टेक होल्डरले, सबै सरकारवालाहरूले आफ्नो भूमिका, रोड फर्निचर राखिदिए हुन्थ्यो। अब एउटा कुरा चाहिँ म धेरै लामो पनि भन्दिनँ, अब सबैलाई यो धैर्यताको बाँध नटुट्दै एउटा कुरा चाहिँ भन्छु। धेरै नागरिकहरूलाई के लाग्छ भने सडकको दाहिने बायाँ रोड फर्निचर राख्ने काम, सूचना बोर्डहरू राख्ने काम, अनि यो ट्राफिक प्रहरीकै होला, जेब्रा क्रसिङ बनाउने काम पनि ट्राफिक प्रहरीकै होला, सडकमा त त्यही देखिन्छ, त्यसकारण त्यसैले होला भन्ने आम बुझाइ भएको पाउँछु। त्यो सडक प्रहरीसित त्यो छैन, त्यो चाहिँ छैन भन्ने पनि म निवेदन गर्न चाहन्छु। त्यो छैन, उसित एउटा सिट्ठी छ अनि सिङ्गो ज्यान छ। त्यो सिट्ठी फुकेर सिङ्गो ज्यानले चाहिँ सडकलाई त्यो सवारी साधनको व्यवस्थापन गर्न खटिएको त्यो प्राणी हो। त्यसकारण त्यसले यी जेब्रा क्रसिङका चिजहरू, रोड फर्निचरका कुराहरू, सचेतनात्मक कुराहरू, त्यो सचेतनाका क्लासका कुराहरू, भोलिन्टियरका कुराहरू अब अहिले हामीले यी सबै विभिन्न सरकारवाला निकायहरूले गर्नुपर्छ। माटोले माग्दैन, हामीले दिनुपर्छ भने जस्तै ट्राफिक प्रहरीले यो सडक यो चाहिँ ट्राफिक व्यवस्थापन गर्ने काम गर्छ। अब यसमा चाहिँ हाम्रो भूमिका कहीँ भएमा हामी तयार छौँ भन्ने किसिमको अभिव्यक्ति पाइन्छन्। सामान्यतया त्यस्तै अभिव्यक्ति दिने गर्छन्। भूमिका भयो कि भएन, चाहिन्छ कि चाहिन भनेर ट्राफिक प्रहरीले किन माग्दै हिँड्नु त? भूमिका नागरिकप्रति पनि दायित्व छ भन्ने हुने सबैले हाम्रो भूमिका कहाँ छ भन्ने खोज्दै आए पनि त हुन्छ, होइन? न ट्राफिक प्रहरीले कहीँ भनेमा हामी तयारै छौँ, यस्तो टाइपको पाइन्छ अभिव्यक्ति। सबै ठाउँमा किन भन्दै हिँड्नु त, माग्दै हिँड्नु त सबै ठाउँमा? त्यो चाहिँ भूमिका भएकाहरूले, स्रोत भएकाहरूले, जहाँ जहाँ स्रोत छ पालिकाहरूमा पनि उहाँले हामीसँग यति सचेतनात्मक कार्यक्रमको लागि यति स्रोत छ, यहाँनिर गर्न सकिन्छ, स्कुलमा गर्न सकिन्छ, पाठ्यक्रममा अहिले स्थानीय तहमा पाठ्यक्रम छ, पाठ्यक्रममा सुधार गर्न सकिन्छ भनेरै अगाडि सरेर पुलिस पनि लुरुलुरु पछि हिँड्न पाए पनि त कुनै दिन त्यस्तो आउँदाखेरि पनि त राम्रो हुन्छ नि त भने त्यो पनि मैले कसैलाई नमिठो लाग्ला, तर औषधि कहाँ मिठो हुन्छ र? त्यसैले नमिठो लागे पनि म पुलिस हो, अब त्यस कारणले मैले त मिठो नलाग्ने कुरा पनि भन्नुपर्छ। आखिरमा पुलिसले गर्ने कारबाही सबैलाई मिठो त कहाँ लाग्छ र? मिठो लाग्दैन। हामीलाई सधैँभरि सभ्य नागरिक भएर जरिमानै काट्न नपरोस्, सडकमा देखिनै नपरोस्, जरिमानाका टिकट लेखिनै नपरोस् भन्ने लाग्छ। तर दुर्भाग्य के छ, मापसी गरेर नचलाइदिनु हुन भन्दा पनि मापसी गरेर चलाइदिने, सडक लेनमा ठिकसित हिँड्नुहोस् दुर्घटना हुन्न भन्दा पनि गर्दै पर्ने, हेलमेट त लगाइदिनुहोस् तपाईँको आफ्नै टाउको लागि भन्दाखेरि पनि घर नजिकै छ पर्दैन भन्ने। अनि यस्ता कुरा हुँदाखेरि फेरि त्यहाँनिर एउटा दृष्टान्त, अब सबै काठमाडौँमा कति लाख 50 लाख मान्छे बस्नुहुन्छ होला, 50 लाख त कारबाहीमा पर्या छैन, एभरेजमा त्यही 9 लाख 10 लाख जति कारबाही पर्दैछ र पनि पटकै रहेछ क्या। एउटै मान्छे एकचोटि, दुईचोटि, तीनचोटि, चारचोटि, पाँचचोटि कारबाही पर्छ। 5चोटि कारबाही पर्दाखेरि पनि नसुध्रिने हाम्रा सबै साथीभाइहरूलाई यसै ट्राफिक एफएमको 14औं वार्षिकोत्सव पछाडि यो सद्बुद्धि पलाएर फेरि टिकट काट्न नपरोस् भन्ने मेरो शुभेच्छा म चाहन्छु।